सामान धेरै भएर यहाँ डिले भएको अवस्था डिले भएको अवस्था कुर्दाकै जन नम्बर 2 मा जाने हामी तर काकाले हेरिराख्नु भएको छ काका चाहिँ अघि जानुपर्ने हो म चाहिँ अब एकछिन हुनुपर्छ हजुरहरू जाँदै गर्नु अहिले भेटौँला फुट्न लाग्यो अब एयरपोर्टभित्र जानु लाग्यो If you're choosing to fly with Qatar Airways and One for Alliance. Qatar Airways. के हो रे कसरी जानु बल्ल अब आउने होला कता एयरपोर्ट आइपुग्यो अब नेपाल जाने To proceed to the gate for immediate boarding, number 85. हामी युकेबाट कतार आइपुग्यो होइन बाटोमा युकेबाट कतार आइपुगेर यहाँ पानी खान नपाएर बिजोसँग बल खानु पाएँ सामा र काकालाई भेटेर म साह्रै खुसी छु मलाई बाटोमा एकदमै सजिलो भयो एक्लै थिएँ हाम्रो नेपाली सबैजना नेपाल जानेहरू सबजना काठको पोखरा भन्नु काठोको घर जाने जाँदाखेरि कतिपट्टि है यो चाहिँ एक्लै हुँदो रहेछ उतापट्टि चाहिँ हेरेछ काठमाडौँपट्टि चाहिँ हो हामी जाने चाहिँ बिजनेस क्लासमा एक्लै यसो गरेछ स्पेसिलिटी रहेछ एक्लै आनन्द ब्रेकफास्ट छ मजा पाउँछ हुन्छ श्यामाको चाहिँ के भयो अरे श्यामाको भिडियो गरेको र श्यामाको सुन आज ऊ तिर्नु पर्यो श्यामाको पैसा तिर्नु पर्यो सुनको सुन लगाएर नआउनु है साथीहरू सुन चाहिँ ल्याउने होइन क्या होइन 80,000 जारीमा 80,000 यहाँ आमा धेरै हो नि खतम बनायो पैसा हरायो ल म यता सुका त गएँ सबैजना ल बहिनी आउँछु भन्थ्यो कहाँ गएर पैसा लिन होइन उहाँभन्दा अगाडि आएर मलाई कोरेर बस्नु छ साइनाले हामीले लिन छ आफ्नै गाडी लिएर आज साइनाले अब साइना गाडी चढेर जाने हो ल त
92.1 बागमती प्रदेशको मान्छे 70 गाडी गाडी कतारमा कति घन्टा भयो मान्छे 2 घन्टा आइपुग्यो बनाएको देखिरहेको छ घर आइपुग्यो सानो है Why you take almost 2 hours? 2 hours भयो ल Yes, I only. That's my room. Where? Look at that. Room service? Yes. They have a room service. My fuche and they are my big grown-up son and my sister. Look, heater. Look here. Oh my God! Thank you for guys. Good. Hi, घरमा खाना नि खाइदियो आज मान्छे आजै एकजना आइपुग्छ है वेलकम छ है ठुलबाबुले घरमा खुचे लाउनु ठुलबाबु लिएर आउनु What you get सानो I don't know. You don't know? ल मेरो बुढा नि आइपुग्यो फाइनली हामी 3 जनाको यात्रामा महिला पहिला अनि सेकेन्डमा थर्डमा चाहिँ मेरो बुढा आयो भयो झोलाले यस्तो फोटो केटले आमा ल मेरो चाहिँ एउटा सानो झोला घर आइपुग्यो ल भेनाको सामान त खुसीले लिन जान्छु त उसको भेना त दारू के अरे सेको होइन दारू सेको आमा फ्यामिली आज शिवरात्रि मनाउन आएको हामी Oh, mayonnaise. Slowly. फुटबल पनि हेर्दै अनि फ्यामिली मलाई आफूहरूको नामहरू सबै लेख्दैछु यिनीहरूको भन्दा त्यो भाइहरूको माया लाग्छ तिमीहरूको भन्दा पनि भाइहरूको माया लाग्छ बरुवा महिनामा मेरो छोरा र छोरीले भन्दा नि यिनीहरू माया लाग्छ And then you should put your हामी रियली यसको सेयरहरू चाहिँ हुनुपर्छ यो गर्दैछ भनेर चाहिँ time aku besar खा घुमाउन गाडीमा त हजुर बहुत छोडा आयो नि मर्निङ अब हामी चाहिँ गाउँ जान लाग्यो मेरो यो सेकेन्ड टुर अहिले काठमाडौँ गोर्खा जाँदैछु आजको ब्रेकफास्ट पुरी आज हाम्रो अहिले बिहानको ब्रेकफास्ट हो हामी चाहिँ गाउँ जाँदै गरेको उहाँ भाइ हुनुहुन्छ भाइ हाम्रो हेलो चाहिँ हाम्रो सुजुकी कार के हो सुजुकी हजुर यता चाहिँ म मेरो चाहिँ आँखा त सुनेर पुरा ह्याङ भएको अवस्था के हिजो लन्चको टाइम भयो लन्च यस्तो छ हाम्रो spicy. No, because I already advised them very mild spicy, not too spicy. ल तिमी पनि घिउ खाने हो मलाई त भयो घिउ नखाने के फुल रे मुग्लिनको फुल पानी सुरु सिकेछ नि रक्सी पर्ने भाँडा
Hello, kitty cat. आजको हाम्रो लन्च चाहिँ यहाँ गरेको खाएको अब लन्च खाइसकेपछि अब घरतिर फर्किने गाउँ जाँदै गरेको हामी आज Means Gurkhas engineers OP and Marmat to वालसेयरले बनाइदिएको घर अहिले चाहिँ बेसिकली स्कुल रहेछ अहिले चाहिँ अफिस कार्यालय अफिसबाट बनाएको रहेछ यो डाँडामा चाहिँ यस्तो भिडमा तिमी त घर राम्रो बनमाईको घर चाहिँ तल कता तल जङ्गलभित्र कता कता गरी मात्रै हो ओलानको रक्सी अपुनको खसी के भन्छ हो नि ओलानको तपाईँ चाहिँ मेरो मम्मी ड्याडीको घर त देखिहाल्नु भएन र त्यही माथि नआएर जबाट जान्छ हो इभन तपाईँ सबै छेके छ उसले उहाँले यो डाँडा र घर जग्गा थियो मर्निङको सिनमा यहाँ पनि छ घर बनाएको त्यति बेला यहाँ छ यो चाहिँ यही यो घर भाइ त्यो तल एउटा रातोलाई पुरै ठुलो घरहरू बनाएर छ त्यहाँ बिचरा बुझ्नु बाख्रा चलाएपछि धारपानी चाहिँ होला नयाँ गाउँ होइन धारपानी धारपानी डाँडामा छ पनि बस्छ नि होइन फेरि यो चाहिँ चिप्लेरी डाँडा धारपानी होइन धारापानी नै हो खप्टेको माथिको घर देवीको घर देवी दिदीको घर आइपुगेँ ल देवी दिदी दुईटै बडाबुडी प्यारो खेलाडी गर्छ यो घरको नाम्ची डाँडा चाहिँ होमस्टेहरू बनाउनु खोज्यो नाम्ची पनि घर like this. या ग्रेट पहिला हाम्रो माइला भएको छ यहाँ बिचरा अहिले को छ चिसो चाहिँ हिउँ पर्ने खालको छ अझ हिउँ पर्दैन हुँदैन रातभरिमा पुरै भएर अरे फोहोर बनाएको माथि मेरो जिजु राम्रो ससुराको बर्सी मजाले अझै आमा आमा यति ठुलो भाँडा पकाएर चाहिँ पुग्छ नि सबैले के बुझ्दैन यता चाहिँ भान्जी टोलीले अब खिर हो नि सबै है यो खिर छोको लागि मेरो ससुराको बर्सीको छो आज सबै गाउँलेहरू चाहिँ भेला भएको दिन खिर र तरकारी माथि चाहिँ हुन्छ
सबै गाउँलेहरू इष्टमित्रहरू हेलो गर्नु पऱ्यो हजुर खानु है वर्षा छौ मजाले खानु हजुरहरू आस्याङ यो थाल मेरो हो है लाला आस्याङ तपाईँ आफ्नै थाल दाइ दाइ थापुला आधा थापुला ल भर धेरै राम्रो है तिमीहरूले धेरै राम्रो हेल्प गरेछ उतातिर किचनतिर लाग्छ somra kan aja gitu. Somra kan. So, pati काल्ची नमा एउटा मात्र बनाउने दिएको एउटा मात्र चलाउने रे यो कुन त भने यो कुन त मान्छे पुग्दैन धेरै पानीले गर्दा धेरै गरेन मलम भनेको चाहिँ के अरे चाहिँ मन्जुश्रीको मलम मन्जुश्री भनेको चाहिँ काठमाडौँ भेलीमा बस्ती बसाउने चाहिँ बुझिसक्यो चिनको लामा रहेछ उहिले चिनको लामा रहेछ उहिले मन्जुश्री भनेको फिमेल पर्यो त्यो चाहिँ के अरे चाहिँ चेरेसी मन्जुश्रीलाई मेल फिमेलमा चाहिँ राख्दैन सृष्टिको स्वरको तत्त्व एउटा छ अनि जस्तै कि अब माया भन्छ त्यो अब भेजिटेरियन होइन एउटा के भन्छ अरे त्यसलाई चाहिँ एब्स्ट्र्याक्ट हो कि त्यो चाहिँ एजुकेसन भने त्यो चाहिँ कन्सेप्ट जस्तो थियो जस्तो है अनि मन्जुश्री भनेको चाहिँ पहिला यो चाहिँ हाम्रो यो छ नि लोकगन्य जातिको इतिहास आदिवासी भनेर क्लेम गर्ने क्रम नै त्यही हो मन्जुश्री पहिला चिन भइसक्दो रहेछ बाबा मैले पनि खाएँ खैरेनी गोराकाली टायर फ्याक्ट्रीबाट आएको नानी मजुवा खैरेनी देउराली 13 नम्बर वडा देउराली 13 नम्बर वडा पिकनिक खान आउनु भएको रे हाम्रो गाउँमा यहाँ चाहिँ हाम्रो गुरुङहरू चाहिँ गुरुङ समाज हजुर गुरुङ समाज खैरेनी गुरुङ समाज ल ल यताबाट चाहिँ हाम्रो मान्छे जाने यता चाहिँ गाउँहरू बनाउँदैछन् घरहरू लक लाग्यो होला होइन त्यो दाइ कहाँ जानुभएको नि हाम्रो खैरेनी समाजको दिदीबहिनीहरूले हाम्रो गुम्बामा यहाँनिर दर्शन गर्दै हुनुहुन्छ म खिचिदिन्थ्यो तपाईँहरूले जङ्गम मकै छटाउँदै यो लोकल मकै हाम्रो यहाँको होइन भाउजू दाइ र भाउजूले आफैले अर्ग्यानिक बनाएको यो चाहिँ यसरी इनु लोकल पिण्डलु हिमाल त ढाकेछ बारपाको नि भान्जा म अब यो मासु पकाउँछु यता आदिले रक्सी खाएर नि गरिसक्नु भयो पनि हामी अर्ग्यानिक अहिले चाहिँ हामी अर्ग्यानिक सिस्नुई टिपेर घरमा लगेर पकाउने भयो अब पकाउने बेला फेरि भन्नुहोस् है हजुरहरूलाई अब एउटा दुइटा बाँकी रहेछ बिचरा यस्तो दामी पिलेको सिद्धिँदै रहेछ ऊ पर हो राम्रो छ नि आहा यहाँ त दामी रहेछ यता त दामी रहेछ यो के बनाउँदो रहेछ ड्याडी यो गुरुले मर्सेको मूर्ति बनाउँदा गरेको सबै हाम्रो लोकल मान्छेहरू गाडा लाउनुको मास्टरहरू यहाँ हाम्रो पञ्चभेना र सुन्दरी ल है दुईजनालाई यहाँ ज्वाइँले उ गर्दैछ है 23 फिटको गुरुले मर्सेको मूर्ति बन्दैछ यहाँ तपाईँहरूको नि अलिकति सरसहयोग एक्सपेक्ट गर्दैछु है
फेरि ढाँटे भन्नु ज्वाइँ साहब यहीँ जाइ सुन्दरी उयो ज्वाइँ साहब केट पैसी मेरो मामा घरमा घाँसहरू लोकल फ्रेस भैँसीको गोबर यता चाहिँ भाइहरूले अब गोरु चाहिन्छ अहिले त गोरुको साथ यस्तो मेसिन लोकल कुखुराहरू आमा गोरु त यस्तो हुन्छ अहिले मेसिन लोकल बारी यहाँ चाहिँ खेदा लाग्दैछ मामा घर त्यो पिण्डलु खाना आएको छ चोर्नु कम्ती बाटो छ म पहिला काँक्रो चोरेको हो नि चोर चोर अब यतातिर पिण्डलु चोर आज चाहिँ है अहिलेको अर्ग्यानिक गोरु यो हो योहरू छ पहिलाको गोरु अब नेचुरल गोरु थियो सानाले भाइले पैसा गनेको साइ साउनै रहेछ देख्यो पैसा त ऊ अङ्कलले छ भेट्यो गरिदिनु साइला साउलाई एउटा साइला साउ ऊ अङ्कलले मागेर पो किन्नुपर्छ त हामी त पैसा छैन भनेको छोरा पहिले दिन यो त फेरि दिएको यता भाइकोमा सुन बनाउन आउनुपर्छ पछि एडभेन्चर बडाबुडीको चितवन तारै हाम्रो ए यो अब के अरे पहाडी छोडेर चाहिँ सम्म भाग पुग्नु चितवन होइन यो टाढा टाढा भाग छोडेर चाहिँ अब सम्म भाग तल हाम्रो मर्स्याङको खोला है 1 वर्ष भयो ठक्कै यहाँ ठक्कै 1 वर्ष फेरि हामी यहाँ तास बुढो तास खाऊ भाइ त मम्मी ल सबैजनालाई खानु चितवनमा आएर तास र मासु भात तिमीलाई लगेन तिमी त ठुलो भएर जाने नि अब यहाँ मामाले त्यहाँ घर बनाएको छ त्यहाँ गएर बस्ने हामी म पनि पाल्छु कुखुरा त्यहाँदेखि गन्छु म खुट्टा कतिवटा छ म नै त त्यतिसम्म म कतिवटा खुट्टा हेर्दैन कुखुरा खुट्टामा म पाल्छु म त हेर्दैन म आफै पालेर हेर्छु है बाबा हामी गयो ल चितवनको बाटो घर फर्किने अवस्था मेरो पुरा ड्राइभरलाई बाजेको चौतारदेखि माथि सल्लाह गरे हाम्रो घरसम्म गएछु त हौ बत्ती त ल कति झिलिली देखिन्छ झिलिली नै भएछ यो के हो होटेलको नाम के अरे त साइला तपाईँको लक्ष्मी होटेल रश्मि होटेल यो चाहिँ रश्मि होटेल है साइला खाना खाँदै हुनुहुन्छ अहिले चाहिँ डिनर 3-4 वटा पसल भेट्छ एउटा त्यहाँदेखि सुरु जाने यता चाहिँ हाम्रो पिकनिक खाना आउनुभएको छ यता कता चाहिँ कताको सोध्नु भएको छैन अहिले एकछिन सोध्छु म उहाँहरू कहाँबाट आउनुभएको 2 ट्रिप हो यताको चाहिँ हाम्रो लमजुङ भट्टेबाट आउनुभएको टोरीहरू छ सबै कलेजको विद्यार्थीहरू
अति रमाइलो छ है यो हाम्रो पिकनिक डाँडा सालघारी डाँडा हाम्रो एकदम रमाइलो छ यता तल चाहिँ मेरो फार्म हाउस हुँदैछ अलि आज वेदरले काम साथ दिइरहेको छैन टिका बढाउनु भयो रे हामी चाहिँ अजितकोट गाउँपालिकाबाट हजुर हजुर हाम्रो स्वास्थ्य शाखाको चाहिँ टोली हो हजुर हाम्रो भच्चेक आधारभूत अस्पताल भन्ने छ हजुर त्यहाँ भएको सबै कर्मचारी स्वास्थ्य कर्मीहरूको सबै कर्मचारी आज चाहिँ यो मङ्सिरदेखि प्लान गरेको आज चाहिँ 3 जुन र आज पिकनिक आयो ल हजुर एकदमै ठुलो टिमै आउनु भएको छ ल साह्रै इन्जोय गर्नुभएको छ नि म त खरिबोटदेखि आएको यता मेरो दिदी खरिबोटदेखि वर्षपछि भेटेँ होइन खरिबोटदेखि म खरिबोट स्वास्थ्य चौकीको खरिबोट स्वास्थ्य चौकी स्थापना गर्ने दिदी नै म यो ल है हाम्रो दिदी यता हाम्रो डाक्टर स्टाफहरू हुनुहुन्छ त्यता यता रमाइलो गर्दै हुनुहुन्छ अहिले एकछिनमा म उहाँहरूलाई सोध्छु मलाई नि युगे लैजाऊ है घुमाउन बहिनी ल हुन्छ दिदी अब कस भइहाल्छ नि मेरो दिदीलाई ल बाई राम्रोसँग जानुहोस् के अरे बिहान कति बजीतिर झार्छौ भाइ पिकनिक खाएर आउनु भएन हजुरहरू ल ल बाबु राम्रोसँग जानु है ल ल अर्को चोटि आउँदाखेरि कफी एउटा कफी अफर भइहाल्छ तपाईँहरूलाई यसको नाम के रहन्छ हजुर यसको नाम के रहन्छ अब नाम अहिलेसम्म फार्म हाउस अहिले त खासमा फार्म हाउस हो हजुर अब बिस्तारै बिस्तारै प्रोभाइडर को हो तपाईँहरू हामी नै हो मेरो नाम प्लिज नाम म भक्त तामाङ सर धन्यवाद ल गाउँ सम्झिनुको धन्यवाद मर्सङ्गी बहुमुखी क्याम्पसका विद्यार्थीहरू जानुभयो पिकनिक खाएर भ्यू है हाम्रो घरको गाउँको त्यो मल्छ है है ल धनुलाई देखाउनु पर्ने फेरि उसले राखेर लाग्ला हामी बाउले यसरी आयो आउँछु भन्दैछ अब त्यो हामी कसरी आइपुग्छ होला यहाँ सिस्ने किम्बुमा त हाम्रै इलेक्ट्रिकले धानेछ होला मामा है केन्द्रीय लाइन नै आएको होला नि केन्द्रीय लाइन ल अनि पावर बिग्रियो भने चाहिँ फेरि जोड्नु मिल्छ होला नि केन्द्रीयमा मिल्छ सिस्ने गर्नु नि होइन सिस्ने क्या दानी देख्छ आफ्नो गर्नु माइतमा गएछ अनि यत्रो गार्डन त आउँ कि कुखुराहरू त हेर गार्डन पनि त ठुलो छ नि हेरेर रहेछ नि त है साना ए ल कति धेरै धेरै छ यसपालि त बाख्रा त आउँछु मैले आउँछु रे बाबालाई हेल्प गर्नु मैले ड्याडी पाखा मैले आउँछु रे ल आउँछु पाखा यहाँ गार्डन सारा गार्डन खिच्नु पऱ्यो कि ओहो ल हामी त्यहाँ चाहिँ बाबा घर त यो चाहिँ मेरो माइत घर मेरो बाबा घर हो यता मामा माइजूहरू माथि काका काकी माफूहरू यो चाहिँ मेरो माइत गाउँको यता मामली ठोल तल हाइडोको यता चाहिँ घट्टोल
यो मेरो मामा कान्छाको घर भाइको लामो हेलो नमस्ते कहाँबाट आएको तिमीहरू थिम्पू गाउँ त्यो लामो पुल चाहिँ यता ओलाङ जाने बाटोपट्टि यता सबै घाटाटोल पसल पनि रहेछ क्या ए मिल रहेछ है पहिला ऊ त थियो मिल पानी मिल थियो नि त पानी घट्टा माछा छ कि छैन अहिले पानी घट्टा पहिला थियो मेरो माइला मामा घर ग्यास है ग्यास तान्नु Kalau bau itu nani kakar. Cek aja tim. Ni no marna mail. Lapar ya? Sang me mana lo? Sang me sih nggak bau dah. Lempa bola tadi me hidup tu joi. Aja itu bro. Gumba. Sarah baris. Naik ke bawah sini. Main tak. उसको कामको मान्छे दिल्ली हो त्यो बच्चाहरु ठिक भइछ नाच्यो भने 3-3 सय दिन्छु त्यसले ताप्दैछ यसलाई चाहिँ के ल त्यसलाई दियो लिन उतपटिको अर्कोलाई नि दियो उ एउटा उजा परा एउटा उजा उजा दिदी उजा उ न हो दियो खै त नाचेको हो दियो पुग्यो सबैलाई यता पनि के नानी खोइ दियो ए हो पुग्यो सबैलाई पुगेन हैन सबैलाई के पुग्यो Terima kasih.
यसले त आज माइत घरमा आमा टोलीले मेरो बुढाले ल मलाई चाहिँ गीत गाउनु चाहिँ आउँदैन के अरे म चाहिँ कतारे लरी पर्यो युकेबाट चाहिँ कोसीले ल्याएको छ तपाईँहरूलाई है कोसीले लिनुहोस् अनि यो सगुन चाहिँ यसो यसो गरिदिनुहोस् है तपाईँहरूले बिस्तारै गर्नु कति हुन्छ ल हाम्रो आमा समाको चाहिँ आधा छिको हुनुहुन्छ यहाँ हो त हिजो पनि खलासी मेरो पुरा आज पनि खलासी मामा हे गएको यता हेर्दै गाउँ न मेरो बुढा पनि गीत आउँछ ल डेरी दिदीले मार्छ है त्यो गीत नगाऊ दिदीले मार्छ ओ म मार्नेवाला छैन कुनी है दिदीले अहिले टाउकोमा हान्छ रे होइन गीत गाउँदामा किन हान्नु साइना लामाले बोलाएको रे त उसलाई बस्न है साइना लामा साइना लामा त पर पुग्यो आउन 42 मिनट छोड्यो साइना लामा बाबाहरू यता ल लामा मलाई एकछिन बस्नु प्लास्टर पनि सक्यो ल गाउँघरको अर्ग्यानिक खाना बनाउनलाई उहाँ गोरु अनि हेर आमामा हेर्दै झरी दाना होइन पुरानो भन्दा पानी आउँथ्यो सिमेन्टले खतम बनाइदिएछ ल के गर्ने आफूलाई सिमेन्ट ढुङ्गै मन पर्दो रहेछ हाम्रो गाउँघरको मान्छेहरूलाई मुलु त्यो कुनामा सधैँ मुला आउँछ खोले साग हो यो सिमसाग अहिले त सबैको है अहिलेको अब घरबाट धारा चाहिँ किन आउँछ त्यो यहाँ यत्रो टुङरुङ्ग धारेको प्युर पानी हो नि त्यो लगेको रहेछ जोडेर यो चाहिँ हाम्रो बारी एउटा गराएको त कहाँ गयो कुनी हराइसो गराए यता गोरु जोत्दैछ यो नि मेरो बारी ए के म मगाइ छर्नु पऱ्यो डेरी मेरो बुढाले गोरु जोत्दैछ म चाहिँ मगाइहाल्छु जानु पऱ्यो अब
मकै बारीमा खेती लाउँदैछ मेरो बुढाले गोरु जोत्दैछ 25 वर्षपछि आएर हामीले फेरि पनि आफ्नै बारीमा मकै रोप्नु पाएको छ खेती गर्नु पाएको छ हैन यस्तो छ पुर्खौलीको बारी मेरो ससुराको चाहिँ यसो बारी हो यो सबै हाम्रो सबैजना आफ्नो बारी हो यता फेरि पर छ परको चाहिँ आलु रोपेको छ यो जग्गा तलको घरदेखि तलको जग्गा मेरो आलु रोपेको छ मेरो देउरानीले उनीहरूले गर्छ खेती यहाँ मेरो बुढा चाहिँ पुरा हल्ला गरेर गोरु जोत्दैछ बिचारा थाक्यो फेरि एकचोटि घुम्नुपर्छ त्यहाँदेखि अरे बाबा रे खाना पकाउँदै मास्टर सेफ अब त खाना पनि पच्छ घरमा पोजिटिभ भाइब आउँछ जुन मान्छेको घरमा धेरै रिस उठ्छ त्यो घरमा त साह बस्दैन मै दही सकेर नि फेरि रेडी खानुलाई अच्छा पाँच खानाको लागि कटकुट गर्दै सबजना हामी अरे अच्छा लामबाजीको बस्तीको अन्तिम दिन पाहुनाहरू इष्टमित्रहरू मे बेला दानी पाहुनाहरू बाजीको बर्सीको लागि आउनुभएको माने गर्दै हुन्छ बाजी आत्माको शान्तिको लागि भान्जा अब तपाईहरुले चिन रोक्नु पर्यो अलिकति नेपालको टुरको नोकर भरै मर्नुपर्ने क्या बिजनेस भनेको त एउटा चियाको पसल थापेर बिजनेस बस्यो भने घाटामा चाहिँ जाने भने खाना चाहिँ पुग्नु पर्यो क्या बाजेको लामा बाजेको बस्तीको अन्तिम दिन आज
आज चाहिँ दिदीहरू चाहिँ हाम्रो गोठमा हाम्रो बारीमा चाहिँ भेडा लिएर आउनुभयो। कहाँ अरे दिदी? बारबा कुन ठाउँ अरे? बारबादेखि पारी उता सिरचाउर सिर्दिवास गोर्खा सिद्धिवास उता बारबागदेखि नि उता होइन। हेर्नु त भेडा बिचरा आमा यस्तो राम्रोसँग चर्ने क्या बच्चाहरू। रमाइलो लागेको मलाई त। घाँस छ नि टन्नै होइन? घाँस छ नि टन्नै है? यहाँ जा खाँदैन नि। यो खाँदैन? यो घाँस खाँदैन? अर्को हरियो खाने भने यहाँ खाँदैन न। ए हरियो खाने भन्छ? हरियो खाने भनेर यो हरियो पाएन भने यहाँ खान्छ नि। ए उसलाई हरियो पायो भने चाहिँ यो सुक्यो पनि खान्छ? यो सुकेमा खान्छ नि। हरियो खान्छ भने यो खाँदैन। यो काट्छ नि चाक। यसको यो उन चाहिँ कहिले काट्छ दि? जेठमा। अब जेठमा लुम्टे पार्छ हो। अनि तपाईँहरूले यो उनको चाहिँ के गर्नुहुन्छ? त्यो उयो राडी बुन्नुहुन्छ कि बेच्नुहुन्छ उन? आज सबै फाल्ने। फाल्ने किन? कसले बनाउने र? ओहो नफाल्नु न, हामीले भन्नु त हामी लिन आउँछौँ। धनियो कति दिन्छ? हजुर धान्ने कसरी हो त्यो के थाहा तपाईँहरूले? हाम्रो गाउँ त पहिला नै धेरै महँगो हेर है। समय गाउँ मात्र यो चलन छैन। केटीहरू फट फोहोर भन्छ। छुँदैन? छुँदैन। हेरेको यहाँ अलिअलि चाहियो भने अलिअलि आउने सबै फाल्ने नि। यो नफालेर यो बखुहरू बुन्यो भने हुन्छ नि दिदी यस्तो यस्तो फत्तुहरू होइन? अहिले बुन्दैन? अहिलेको मान्छेहरू बुन्दैन? पहिला त बेसी बुन्थ्यो नि। बगुमी छ नि। फुदुङमा है। फुदुङमा नै चाहिन्छ छ नि। कति भन्छ एउटालाई? रारी सबै छ नि। एउटा बखुले कति भन्छ? बहु महँगो परेछ। हो र? हो। किन्नु मान्छे बुन्नै सक्दैन होइन? यहाँ तावा सुँग्ने नि। गर्नु नि। हेर्नु त भेडा। यसको सिङ नै भाँचेको छ एउटा त होइन? मेरो आलु खान्छ भनेर बार्नु भएको छ दिदीहरू चाहिँ। हामी गाउँतिर बगु त यो पिने त हाम्रो अपनाउनु है। 12,000 13,000 बाखुलाई किन्नेले। तपाईँहरू अर्को वर्ष आउँदा लिएर आउनुहुन्छ? म किन्छु। 2टा बाखु लिएर आउनु मलाई। अनि यस्तो लाउने लिएर आउनु। यो फुतुङमा 2टा बाखु 2टा। कसले बोक्ने होइन? यहाँ पचामा बोक्ने कि खाने बोक्ने कि उसिनमा बोक्ने? तपाईँहरू घर थाहा भए त अब म लिन आउँथ्यो टाढा है। टाढा। अब 1 वर्षपछि मात्रै आउँछु म। के गर्ने त? हो नि त है। 12 बक्सम्म ल्याइदिए त झन् लिन आउँथ्यो नि। 12 बक्सम्म। यो हामी मितिनी तपाईँ छ। 12 बक्सम्म मितिनी छ? बर्बा होइन यो थोङ छ नि। थोङ पसल छ नि। पसल त पुरा त भाइ चल्छ नि। यो पुरी त यो मिद हो नि। मिदहरू दिम्बरी हो राडी खुच्याओ यो भगुल खुच्याओ। बिचारा यत्रो भारी बोक्नुपर्छ? बोक्नै सक्दैन। जङ्गल भेट्दासम्म कुद्नु पर्यो फेरि है। आफ्नो खाजा नि बोक्नु पर्यो। उसिनो खानेको बोक्ने। 300 कति हो र दिदी? कति रे बाख्रा भेडा? भेडा बाख्रा गरेर कति? सबै त 200 छ। ठुलो 200? सानो चाहिँ गर्नु 300। हाम्रो त यसो छ नि। सानो 300 ठुलो 200? सानोसित 300 ठुलो 200?
सानो यो मसिनो बच्चाहरूसँग गरेर त 300 एउटा छ अरे ल 300 प्लसै होला यस्तो राम्रो एक बोतल राखिदिँदा चुरोट हेर्नु चुरोट झन् कस्तो बेटा बेटा गोठालो दाजु दिदीहरू त यस्तो उही ल बेडा पर राति यता राख्छ कता राख्छ यता यता ल्याउने नि त्यताबाट ल त अब हामी भरे आउँछौँ है भरे गीत कसले गाउनुहुन्छ दाइ चाहिँ दुइटैले गाउनुहुन्छ मादल लिएर आउँछु गीत गाएर नाच्नुपर्छ मेरो बुढा र तपाईँ गीत गाउने हामी नाच्ने म मेरो फोनको ब्याट्री सकिसकेँ अनि तपाईँहरूलाई यो भिडियोमा हाल्छु है युट्युबमा मान्छेहरू सबैले देख्छ तपाईँको मान्छेले देख्छ यहाँ म टिभीमा हालिदिन्छु ल लाइभ नै भएन मेरो ऊ किन चलेन खै मेरो ठेगी बनाउँदै हुनुहुन्छ है आफ्नै देशमा आफ्नै व्यवसाय यति राम्रो मेसिनबाट यसरी बनाउनुहुन्छ यहाँ मैले सानो पङ पनि दिएछु त ठेकी सानो मेरो यो घरमा दही खाने ठेकी यो चाहिँ कुकुरम त्यसलाई स्याहार सुसार गरेर चिम्बुट फलाएर दिन्छ के त्यसले समय नमिल्दा कहिले कहिले असिनाले झार्देला कहिले के होला त्यो हुन्छ हाम्रोमा तर लङ टर्ममा चाहिँ फाइदा हुन्छ हामी चाहिँ सकेसम्म तिम्रो अनुहार धेरै आयो रेस्पेक्ट गरौँ अनि पछाडि कुरा काट्ने कुरा नगरौँ मम्मीलाई जु गर्नुपर्छ तपाईँले टर्म एन्ड कन्डिसन क्लियर भयो जबसम्म तपाईँले चाहिँ यो तपाईँको कानमा हुन्छ नि सालाको तपाईँको चाहिँ शेषसम्म कसैले यो खोल्नु पर्ने छैन तपाईँले गर्ने नि भएकोलाई बिचरा ल के अरे हाम्रो मम्मीले ठुलो भक्कल दियो भने म पनि एउटा अहिले बाबा पछिको अलिकति रेस्पोन्सिबिलिटी मान्छे हो भक्कललाई चाहिँ म दिन्छु भक्क यो कन्डिसन त्यही हो जस्तो सुकै चाहिँ गाह्रो हुन्छ लाइफमा गाह्रो हुन्छ सुख पनि दुःख पनि आउँछ तर यो चिनो भन्ने कुरा चाहिँ यति साह्रो त्यो हुन्छ कि अब मैले तपाईँले जति पनि यो लगाउँछ नि हाम्रो भ्लनखलाको म एउटा कसैको तर्फबाट खेतालाहरूले खान्छ
भुइँमा बस्दै खानु भएको छ मेरो बिचरा यस्तो हालतमा। यता पनि बत्ती लगाइसक्यो, कलर पनि लगाइसक्यो चाल है। अनि कस्तो ठिक्क त कलर बत्तीबाट चाहिँ झिलिली हुन्थ्यो, बत्ती कहिले भन्ने। किचन पनि रेडी हुँदैछ अलमोस्ट। त्यही त भने घरको जग्गाहरू रहेछ। हाम्रो 12 परे सबैजना यी है बिहार चल्ने राम्रो बिहार सजेर ठिक छ ठिक आउन मैला यहीँसम्म आइस नि त घरको छेउसम्म है। राति कस्तो हावा थियो नि त लियो कहाँ उठेर जानु लालीगुवा पनि झिलिली गरेर यतापट्टिको गणेश हिमाल, यतापट्टिको चाहिँ मानसुलु हिमालचुली आफ्नो भाषाबाट छ। हाम्रो पहिला बाजेहरूले राखेको नाम अर्कै छ भने नेपाली परम्पराको नामहरू पछि 3-4 नम्बर र हाम्रो बाजेहरूले पनि नामहरू अर्काको त्यो ट्र्याक्टन के भन्नेहरू छ है। ल पोखरादेखिको माछा पुछ्रे हो कि के हो त्यो हिमालको नामहरू पनि धेरै देखेर पत्तै भएन है। पारी लम्जुङ यहाँदेखि माथि चाहिँ बिचको यो खोला तल खोलादेखि चाहिँ यता गोर्खा त्यो बिच दुईवटा हिमालको बिचबाट चाहिँ यो दुध पोखरी भन्ने छ त्यहाँ, त्यहाँदेखि खोला आछ। त्यही खोलालाई सिमाना गरेर लम्जुङ र गोर्खा छुट्यायो। त्योभन्दा पछाडि चाहिँ मनाङ। अनि यो गाउँ चाहिँ के अरे खोला चाहिँ दुईटोपट्टि होला। माइक्रोवेभ गरेर अन्डा बाबाले चोको लिन्छ भन्नु त अस्तिपल्ट सुन्दर आयो हामी त अहिलेको न्यू 10 धरेर मात्र माटमा नै छ होला। अनि माइलो कफी जे खाइन खाउला एउटा पनि खाऊ। मिल्क आज मिल्क धेरै छ घरमा, मिल्क खाऊ। काठमाडौँको सुन्दर नौताले धरेर हो ए नौताले धरा नौताले धरारमा आयो हामी त। न्युयोर्क कस्तो राम्रो बनाएको छ अनि कस्तो दामी पार्किङ पनि छ भने चाहिँ यहाँ त अहिले अहिले एकदमै काठमाडौँ पनि एकदमै राम्रो भइसक्यो। भेनाले खाना खानुभयो? हामी ढेँडो खाएको नि त। मलाई त ढेँडो हामी त बढी ढेँडो पकाएर खाएर ट्याक्कै बेलुकी त बिहान त कि बिहान कि बेलुकी त ढेँडो नभए त हुँदैन। तपाईँ आफै बनाएर खानुहुन्छ? त्यहाँ बनाउने छ नि म त जताको पनि बनाइदिन्छु। तपाईँले माम्रीको कुकुरान्स भन्नुभएको थियो, मैले यति बनाइराखेको थिएँ।
नेपालको घामले काली बनाइसक्यो मलाई। आज नानीहरू त पस्लेर आएको। बस आइपुग्यो। काठमाडौँ भेली चाहिँ राम्रो देखिन्छ अब क्लियर देखिन्छ। म्युजिक कन्सर्ट पनि हुन्छ होला हौ। हुन्छ नि है कन्सर्टहरू हुन्छ है म्युजिकहरू फ्राइडे सटरडे। ए अब मेरो टुर सकेर फेरि अब यो के को विदेशतिरको यात्रा सुरु भयो। फेरि मेरो हिरो यता दुईटा आमा कता भयो आमा छोरा मलाई पुऱ्याउन हिँड्दै गरेको अवस्था। हेर हाम्रो नेपालको एयरपोर्ट यति दामी भएर छ कि अहिले। हेर Star. Oh God, it was very nice, beautiful. मेरो ब्लग हेर है अहिले भोलितिर त्यही भएर चाहिँ युट्युबै चलाउँदैन। ए हाम्रो नेपालको मान्छेहरू हेर कति धेरै एयरपोर्टमा बिचरा विदेश जानलाई कोही आउनलाई जानुलाई सब रेडी। मेरो सामान राखेर भित्र बस्यो यति भएर एकछिन बस्नु मिल्छ होला नि होइन नि मिल्छ। लगेज